सम्पूर्ण आदरणीय साथीहरुमा हार्दिक नमस्कार। म शंकर ढकाल यहाँहरुमाझ साबिक जस्तै लोक सेवा आयोगद्वारा लिइने परीक्षाहरुका एकदम ज्ञानमूलक सामग्रीहरु लिएर यहाँ आएको छु। यस मेरो शंकर ढकाल नामको युट्युब च्यानललाई सबैले सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा क्लिक गरिदिनु होला, जसले मलाई आगामी दिनहरुमा यस्तै भिडियोहरु तपाईंमाझ ल्याउन सहयोग गर्नेछ। आज म नेपाल राष्ट्र बैंक प्रशासन सेवा सहायक तृतीय श्रेणी सहायक पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम यहाँहरुमाझ म लिएर आएको छु। भर्खरै लोक सेवा आयोगद्वारा लिएको पूर्व योग्यता परीक्षाको परीक्षाफल समेत प्रकाशित भएको छ। आशा छ तपाईहरुले राम्रो नतिजा पाउनुभयो होला। अब राष्ट्र बैंकले पनि लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक गरिसकेको छ। अब हामीले तयारी अघि बढाउँदा हुन्छ। पहिलो अब हामीले पूर्व योग्यता परीक्षा दिइसक्यौं, पास भयौं। अब यसमा आफ्नो योग्यता पुगेका साथीहरुले राष्ट्र बैंकमा प्रयास गर्नुहोला। राष्ट्र बैंक नेपालको एकदम सम्भावना भएको, राम्रो वृद्धि विकास क्षमता भएको, सुविधा भएको संस्था हो। अब लागौं राष्ट्र बैंकले जारी गरेको पाठ्यक्रमतर्फ। यो पाठ्यक्रम 2082 साल 7 महिना 24 गते स्वीकृत भएको हो र 2082 मंसिर 1 गते यसको प्रकाशन अथवा पब्लिक भएको थियो। अब परीक्षा योजना अन्तर्गत अब प्रथम चरणमा हामीलाई लिखित परीक्षा हुन्छ, जसमा 100 नम्बरका दुईवटा परीक्षाहरु हामीले दिनुपर्ने हुन्छ। प्रथममा चाहिँ बैंकिङ, लेखा, गणित र सूचना प्रविधि छ भने दोस्रोमा अर्थशास्त्र, व्यवस्थापन तथा कानून रहेको छ। यसमा हामीलाई 10 वटा 5 अंकका क्वेशन आउँछन्। प्रथम पत्रमा भने 5 वटा 10 नम्बरका क्वेशन आउँछन्। समय 2 घण्टा 30 मिनेट रहेको छ। समयलाई एकदम ख्याल गर्नुपर्ने हुन्छ। दोस्रोमा अर्थशास्त्र, व्यवस्थापन तथा कानून रहेको छ, जसमा 5 नम्बरका 8 वटा क्वेशन र 10 नम्बरका 6 वटा क्वेशन आउँछन्। समय 2 घण्टा 30 मिनेट रहेको छ। अब हामीले एकदम समयको म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। अब द्वितीय चरण लिखित परीक्षा पास भइसकेपछि हाम्रो अन्तर्वार्ताको चरण हुन्छ 30 अंकको। त्यो चाहिँ मौखिक हुन्छ। अब यहाँ हामीले ध्यान दिनुपर्ने कुरा दिएको छ। प्री क्वालिफिकेसन एक्जामिनेसन पास भएकाले मात्रै दिन पाउने भनेको छ। यो 4 तहमा लिखित परीक्षाको नेपाली र अंग्रेजी दुवै माध्यम हुन्छ। लिखित परीक्षाको प्रश्नपत्रको माध्यम नेपाली र अंग्रेजी दुईटै हुन्छ। छुट्टै दिन हुनेछ भनेको छ। अंकभार तोकी अनुसार हुनेछ, माथि कुरा गरिसक्यौं। विषयगत प्रश्नका हकमा खण्डका लागि छुट्टै उत्तर पुस्तिकाहरु हुनेछ। यो पनि एकदम हामीले बुझ्नुपर्ने कुरा। प्रत्येक खण्डको उत्तर हामीले फरक खण्डमा लेख्नुपर्ने हुन्छ। लोकसेवाका विद्यार्थीले जानिराखेको कुरा हुन्छ। एन विनियमहरु 3 महिना अगाडि संशोधन भए पछिल्लो अपडेटेड हुनु होला। 3 महिना अगाडि संशोधन भएको छ भने त्यो एन पढ्नु पर्ने हुन्छ। अब 3 महिनासम्मको चाहिँ पहिलाकै पढे पनि हामीले लेख्न सकियो। अब प्रथम चरणमा छनौट भएकाले मात्रै द्वितीय दिन पाउनेछन्। यो भयो। अब 82/7/24 मा स्वीकृत भएको हो। अब खण्ड क को प्रथम पत्रको बैंकिङ, लेखा, गणित र सूचना प्रविधि हामीलाई यो चाहिँ 40 अंकको हुन्छ। एउटा खण्ड यो हामीले एउटा खण्डको एउटा पेपरमा दिइन्छ। यसमा 5 अंकका 2 वटा क्वेशन, छोटो 2टा क्वेशन र लामा 3 वटा क्वेशन आउँछन्। हेर्नु होला 40 अंक एकदम हाम्रो पास मार्क पनि 40 हो। यो 40 मार्क आउँछ, जसमा अब हेर्नु बैंकिङ तर्फ नेपालको बैंकिङ तथा वित्तीय प्रणाली, राष्ट्र बैंकका काम कर्तव्य अधिकार, संगठनात्मक संरचना, बैंक तथा वित्तीय संस्थाका काम कर्तव्य अधिकार भयो। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने बैंकिङ सेवाहरू रहेका छन्। निक्षेप, कर्जा, प्रतिपत्र, बैंक जमानत,
अनि स्विफ्ट, एबिभिएस, चेक क्लियरिङ, प्रिपरेसन, विदेशी विनिमय भयो। अब विदेशी साक्षरता र वित्तीय समस्या यो एकदम इम्पोर्टेन्ट छ, तपाईँले पढ्नु होला। मुद्रा बजार, बैंक, पुँजी बजार भयो। अब यसबाट टोटल आउने भनेको हामीलाई 40 अङ्कको, यसलाई पनि एकदम ध्यान दिएर पढ्नु होला साथीहरू। लङ क्वेसन 3 वटा आउने भनेको छ यसमा। अब राष्ट्र बैंकका काम कर्तव्य अधिकार, बैंकका काम कर्तव्य अधिकार तपाईँले पढिराख्नु भएको छ। बैंकका काम कर्तव्य अधिकार, निक्षेप लिने, कर्जा दिने, अब प्रतिपत्र जारी गर्ने लगायत भयो। राष्ट्र बैंकका काम कर्तव्य अधिकार भनेको मौद्रिक नीति तर्जुमा गर्ने, सरकारको आर्थिक सल्लाहकार, विदेशी विनिमय दर निर्धारण गर्ने रहेको छ। यसरी यो सिलेबस सर हेर्नु होला तपाईहरुले। अब त्यसपछि रहेको छ खण्ड बी मा 30 अङ्कको 2टा सर्ट क्वेशन 2टा लङ क्वेशन छ। लेखा सम्बन्धी छ यसमा हेर्नु। बही खाता र लेखा बुक किपिङ एन्ड एकाउन्टिङ कन्सेप्ट रहेको छ। गोसा र भौचार, बैंक नगदी किताब, सन्तुलन परीक्षण, हिसाब मिलान विवरण, नाफा नोक्सान हिसाब खाता, यो फाइनल एकाउन्टमा हामीले पढेको। यो 11-12 को तपाईले पढ्न सक्नुहुन्छ। रेसियो एनालाइसिस हेर्नुस्। अब करेन्ट रेसियो, क्विक रेसियो, अब एक्टिभिटी रेसियोहरु, परफर्मेन्स रेसियोहरु, आन्तरिक जाँच, आन्तरिक नियन्त्रण, लेखा परीक्षण पढ्नु होला। यिनीहरु बीचको फरक पनि एकदम इम्पोर्टेन्ट हुन्छ, सोधिराखेको हुन्छ, यो पढ्नु होला। यसरी हाम्रो लेखा सम्बन्धी रहेको छ। अब यसमा तपाईहरुले 11-12 को लेखा एकदम रिभ्यु गरेर गर्न सक्नुहुन्छ। अब ह्रासकट्टी प्रकार विधिहरु, डिमिनिसिङ, स्ट्रेट लाइन मेथड, यसको महत्व, यता चाहिँ यो पढ्नु होला। सरकारी लेखा प्रणाली अब पढ्नु होला। यसमा प्रयोग हुने गोसा र भौचार, बैंक नगदी किताब, बजेट हिसाबहरु एकदम खोजी पढ्नु होला, त्योबाट सोध्न सक्छ। अब लेखामान, एनएएस, एनएफआरएस पढ्नु होला। यो चाहिँ यसका चाहिँ अब नेपाल एकाउन्टिङ स्ट्यान्डर्डको फर्मेट, यसका भागहरु पढ्नु होला। अब इन्भेन्ट्री म्यानेजमेन्ट, लिफो फिफोहरुको लगायत पढ्नु होला। यसमा यसरी लेखाको पार्ट यसरी सिद्धिएको छ। अब सी मा चाहिँ अन्तिम अङ्क हाम्रो 20 अङ्कको, यो प्रथम पत्रको अन्तिम भाग हो। अन्तिम भाग रहेको छ। योबाट 4 सर्ट क्वेशन आउँछन् हेर्नु होला। अब सरी यहाँ पछि अर्को पनि रहेको छ सूचना प्रविधि सम्बन्धी। यो लास्ट पार्ट भने होइन, अहिले भन्दा लास्ट पार्ट भएकोमा क्षमा चाहन्छु। यसमा एक नियम, समय र काम, अब यसको पढ्ने ब्याज, साधारण चक्रीय ब्याज, नाफा नोक्सान, छुट, कमिसन, क्षेत्रफल मापन, मध्यक मध्यिका, अनि त्यसपछि तथ्याङ्क, अब सूचना सङ्कलन, मूल्य सूचकाङ्क, प्राइस इन्डेक्स तपाईहरुले म्यानेजमेन्ट पढ्नु भएको छ भने अब प्राइस इन्डेक्स नम्बरहरु योबाट पनि सोध्छ। अब यसरी यो म्याथको चाहिँ तपाईले एकदम ध्यान दिएर पढ्नु। नम्बर आउँछ, ट्याक्क मिल्यो भने नम्बर आउँछ। अब हाम्रो सूचना प्रविधि तर्फ छ। नेपाल राष्ट्र बैंकको आईटी गाइडलाइन्स, आईटी कोड अफ कन्डक्ट पढ्नु पर्यो। अफिस सिस्टममा वर्ड, एक्सेल, पावर पोइन्ट, अब कम्प्युटरको अपरेटिङ सिस्टमहरु विन्डोज, लिनक्स, युनिक्स, अब जनरल इन्फर्मेसन अफ डाटाबेस, आईटी सेक्रेटरी, कन्सेप्ट अफ इन्टरनेट एक्सटेन्डेड, यिनीहरुको फरक र चाहिँ पढ्नु होला। इमेलको नि पढ्नु होला। योबाट 2टा सर्ट क्वेशन आउँदो रहेछ हेर्नु। अब यसलाई चाहिँ एकदम ध्यान दिएर पढ्नु होला साथीहरु। यसरी प्रथम पत्रमा 4 वटा भाग छन्। 4 वटा भागमा पहिलो बैंकिङ छ, दोस्रो लेखा छ, तेस्रो म्याथ छ, चौथो इन्फर्मेसन टेक्नोलोजी छ। अब यिनीहरुको तपाईहरुले एकदम लोकसेवाले क्वेशन सोधेको हेर्नु, ठ्याक्क आफ्नो नलेज हुनेले चाहिँ गर्न सक्ने छ। अब यसरी अब चाहिँ द्वितीय पत्रमा अर्थशास्त्र, व्यवस्थापन र कानुन गरे 3टा भाग रहेको छ। अब यसमा अर्थशास्त्र तपाईले पढ्नु होला। अर्थशास्त्रमा अब सूक्ष्म बृहत अर्थशास्त्रहरु रहेका छन्। खण्ड ए मा 2 वटा सर्ट क्वेशन र 3 वटा लङ क्वेशन रहेको छ साथीहरु। अब यसमा चाहिँ 5 नम्बरकोमा तपाईले राम्रो विषयवस्तु समेटेर 1 पाना उत्तर लेखे हुन्छ। 10 नम्बरकोमा 2 पाना र 1 र आधी पाना लेख्दा पनि हुन्छ, तर तपाईले एकदम त कन्टेन्ट चाहिँ पार्नु पर्यो। अर्थशास्त्रको सूक्ष्म, माइक्रो र म्याक्रो तपाईहरुलाई थाहा छ। माइक्रोले अवस्था साना उपभोग मूल्यको व्याख्या गर्छ भने बृहतले रोजगारी, मौद्रिक नीतिहरुको व्याख्या गर्छ, अनि इकोनोमिक साइकलहरुको व्याख्या गर्दछ। अब नेपालका अर्थतन्त्रका आयामहरु के तत्त्वहरुबाट नेपालको अर्थतन्त्र बनेको छ, यो चाहिँ
भयो यो पढ्नु होला। त अब 1.3 मा म्याक्रो इकोनोमिक्स इन्डेक्स छ, जीडीपी, जीएनपी, एसडीआई, पर क्यापिटल इन्कम, इन्भेस्टमेन्ट, कन्जम्सन, सेभिङ, इन्फ्लेसन, पब्लिक डेट, फरेन ट्रेड, रेमिटेन्स, ब्यालेन्स अफ पेमेन्ट, प्राइस इन्डेक्स, फरेन एक्सचेन्ज, यिनको चाहिँ एकदम भित्र गएर पढ्नु होला। जस्तो कि तपाईँलाई अब यसमा प्रति व्यक्ति आय भनौँ भने प्रति व्यक्ति आय मापन गर्ने तरिकाहरू, अब यसको नेपालको कस्तो छ, विश्वमा कस्तो छ, कुन देशको कम छ, यस्तो चाहिँ तपाईँले एकदम ध्यान दिएर पढ्नु होला। अब रह्यो मौद्रिक नीति र वित्तीय नीति। अब मौद्रिक नीति राष्ट्र ब्याङ्कले जारी गर्छ, वित्तीय नीति सरकारले ल्याउँछ। अब यसमा पनि करेन्ट एफेयर्सहरूलाई ध्यान दिएर पढ्नु होला। नेपालका आर्थिक विकासका चुनौतीहरू के छन्, जस्तै अब भ्रष्टाचार भयो, अब अशिक्षा, यस्ता लगायतका पढ्नु होला। अब योजना र आर्थिक विकास, अहिले 16 योजना चलिरहेको छ, 16 योजनाको पनि सामान्य जानकारी राख्नु, आर्थिक विकास को बारेमा जानकारी लिनुहोस्। अब सरकारी बजेट भनेको छ, सरकारी बजेटको पनि तपाईँले एकदम ध्यान दिनु होला। क्यापिटल बजेट, अब क्यापिटल बजेटहरू, जनरल बजेटहरू, खर्च चालु खर्च, पुँजीगत खर्च लगायतका बारेमा होला। अब वित्तीय क्षेत्रमा सुधारको यसमा रहेको छ। अब यो अन्तर्राष्ट्रिय संस्थाहरू भने एडीबी, आइएमएफ, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क, यिनीहरू पढ्नु होला। अब रह्यो दोस्रोमा खण्ड बीमा 30 अङ्कको रहेको छ, दुईवटा सर्ट क्वेसन, दुईवटा लङ क्वेसन। अब व्यवस्थापनको भनेको छ, व्यवस्थापन हामीले बिजनेस स्टडी 11-12 मा पढेकै कुरा हो। नेतृत्वका टाइपहरू पढ्नु होला, अटोक्रेटिक, डेमोक्रेटिक, स्वतन्त्र। अब सञ्चारको अब प्रक्रिया, सञ्चारका प्रकारहरू रहेका छन्, सुपरिवेक्षण, अनुगमन, नियन्त्रण, व्यवस्थापन, नैतिकता, यिनीहरू रहेका छन्। मानव स्रोत व्यवस्थापन भनेको छ अब पर्फर्मेन्स एप्राइजल, रिवार्ड सिस्टम, मोटिभेसनका टाइपहरू, नन मोनिटरी, मोनिटरी र साथीहरू नेपाल राष्ट्र ब्याङ्कको कर्मचारी सेवा विनियमावली पनि पढ्नु होला। यसबाट पनि क्वेसन आउने चान्स एकदमै हाई हुन्छ, एउटा क्वेसन सोध्न सक्छ। त्यस अब रह्यो हाम्रो अब यो औद्योगिक विकासको समाधान, ट्रेड युनियनको रह्यो, व्यवस्थापन, ट्रेड युनियन, सामूहिक सौदाबाजीको कुरा रह्यो। यसमा कार्यालय तथा अभिलेख व्यवस्थापन, फाइलिङ, इन्डेक्सिङ, पत्र टिप्पणी लेखन रहेको छ। अब यसमा म्यानेजमेन्टका कुराहरू तपाईँले फोकस दिएर पढ्नु पर्यो। अब यसपछि रहेको छ खण्ड सीमा कानुनको भाग रहेको छ। अब कानुनमा अहिलेको सिलेबसमा यी भागै तोकेर दिएको छ, संविधान तपाईँले पुरै पढ्न परेन। भाग 1, 3 र 4 र अनुसूचीहरू पढ्नु होला। अनुसूची 1 मा नेपालको झण्डा छ, 2 मा राष्ट्रिय गान, 3 मा निशान छाप, जिल्लाहरू हेर। त्यस्तो भनेको भयो भने भाग 1 मा अब भाग 1, 3, 4 मा भएका व्यवस्थाहरू पढ्नु होला। अब राष्ट्र ब्याङ्कको सबै पढ्नु होला, एकदम राष्ट्र ब्याङ्कबाट सोध्न सक्छ धेरै। अब ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी यो पनि पुरै पढ्न पर्ने हो। ब्याङ्किङ असोसिएसन चाहिँ यो पनि पुरै पढ्नुहोस्। सम्पत्ति शुद्धिकरण यो पनि पुरै पढ्नुहोस्। कम्पनी ऐनको हेरी यति परिच्छेद पढे हुन्छ, 2, 3, 7 र 8 मात्रै पढे पुग्यो। अब विदेशी विनिमय नियमित गर्ने 2019 पढ्न पर्यो। अब यो मर्जर, एक्विजिसन, विनियमावलीहरू पढ्न पर्यो। यसरी राष्ट्र ब्याङ्कले आफ्नो सहायक द्वितीय पदका लागि पाठ्यक्रम ल्याइसकेको छ। तपाईँहरू साथीहरू खोज्नु होला, एकदम आफ्नो मौलिक पाराले एन्सर दिँदा आफ्नो नाम निस्कने सम्भावना हाई हुन्छ। यसरी राष्ट्र ब्याङ्कले सिलेबस ल्याइसकेको छ र यसरी साथीहरू राष्ट्र ब्याङ्कको सहायक पदको पाठ्यक्रम सार्वजनिक भइसकेको छ। यो पाठ्यक्रम तपाईँले कुनै पनि सर्च ब्राउजरमा गई एनआरबी टाइप गरी त्यसको करियर सेक्सनबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यहाँ पुराना क्वेसनहरू छन्, तपाईँहरूलाई विनियमहरू छन्, त्यसरी तपाईँहरूले त्यहाँबाट मेटेरियल लिन सक्नुहुनेछ। ल हस्त, धन्यवाद, नमस्कार। आगामी दिनमा पनि मेरा यस्तै भिडियोहरू हेरिदिनु होला। नमस्कार।